मानिस संसारमा जन्मेपछि हरेक समय परिस्थिति र घटना सामना गर्नुपर्ने हुन्छ। विभिन्न चोट समस्या र तनावहरू आउँछन् नै। कतिले त्यो आपतको अवस्थामा आफूलाई सम्हाल्न सक्छन् भने कतिले सक्दैनन्। हो, यसरी बढी मात्रामा दुःख पीडामा पर्दा वा अनायासै आउने चोटले गर्दा मानसिक सन्तुलन घुमाउने अवस्थालाई नै पागलपन भनिन्छ। उसको अवस्थालाई हेरेर हामी हाँस्छौं, उसको वर्तमान हेरेर हामी हाँस्छौं, तर के हामीले उसको विगतलाई देखेका र बुझेका छौं त? अनि त्यही अवस्था हामीमा आयो भने नेपालीमा भनाइ छ नि, मर्नु भन्दा बौलाउनु निको। तर त्यो बौलाहालाई देखेर हामी हाँस्छौं, उसले गरेका क्रियाकलापमा खिल्ली उडाउँछौं, बौलाहापनलाई घृणा गर्दछौं। कुनै अबोध बच्चाले यस्तै क्रियाकलाप गर्दा हामी कति माया गर्छौं, त्यसमा रमाउँछौं, सहज रूपमा लिन्छौं। तर उमेरसँगै मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सहज लिन भने सक्दैनौं। त्यो व्यक्तिलाई देखेर हामी डराउँछौं, मानौ कुनै हिंस्रक जन्तु हामी सामु रहेको छ। ऊ पनि त मान्छे हो, तर उसलाई देखेर हामी किन भाग्छौं त? हामी उसको वर्तमान हेरेर अपहेलना गर्छौं, तर विगतमा कस्तो चोट पर्यो होला र त जसले गर्दा उसको आज यस्तो नियत भएको छ। कसैले चाहेर पागल बन्ने होइन, तर परिस्थितिले उसलाई पागल बनाउँछ। उसलाई हेर्नुहोस्, मैलो कपडा, जिङ्रिङ कपाल, वर्षौं भयो होला उसले नुहाएको। कसले चाहन्छ र यस्तो जीवन? उसको पनि केही सपना थियो होला, ठूलो मान्छे बन्ने, उच्च शिक्षा हासिल गर्ने। तर आज मानसिक सन्तुलन गुमाएपछि उच्च शिक्षा र सपनाको के अर्थ रह्यो र? न केही हासिल गर्नुपर्ने चाह, न त केही गुमाउने डर, न मार्छ भन्ने डर, न त मर्छु भन्ने नै डर। पागलको अवस्थालाई हेरेर हामी हाँस्छौं, उसको वर्तमान हेरेर हामी हाँस्छौं, तर उसको यो अवस्था आज किन भयो त? अनि त्यही अवस्था हामीमा आयो भने